Hello everyone, welcome back to my YouTube channel. आज चाहिँ हामी जाँदैछौँ गाउँघरतिर। यहाँ हुनुहुन्छ सामानमा गाडी आउँदैछ। अब कसरी हाल्ने हो सामान, कसरी जाने हो। साथीहरू हामी हिँडेकै अब हामी विदेश हिँडेको अब विदेश। प्लेनमा अब सिट त्यति साह्रो लाइनमा छ। काठमाडौँलाई छोडेर अब भक्तपुरतिर लाग्यो आगाको जामै। अब चाहिँ हामी खाजा खानु झरेको अवस्था। वाइफाईको व्यवस्था गर्नु पर्यो। वाइफाईको व्यवस्था हाम्रो खाजा खाने ठाउँ चाहिँ यहाँ भकुण्डे बेसी नवबुद्ध नगरपालिका। खाजा खाँदैछौँ मैले। खाइसकेछ नि उता त। लो अब चाहिँ हामी हिँडेको फेरि पनि खाजा खाएर भकुण्डे बेसीबाट खाजा खाएर अब जाँदैछौँ। खाइसक्यो अर्कै भन्नु यस्तो छ। कुहिरो लाग्यो। यो चाहिँ असार साउनमा अर्कै खालको कुहिरो लाग्थ्यो। चैत वैशाखमा अर्कै खालको कुहिरो लागिरहेछ। बाटो चाहिँ यस्तो छ है बाबा। कसरी हिँड्छ अन्त बाइकमा अस्ति धन्न आएछ। त्यस्तो हाल्दा त्यस्तो त्यो बाइकमा आएको बाटै देख्दैन कस्तो। गएपछिको पहिलो यात्रा हो मेरो चाहिँ। बाटो बनाउँदैछ नि त। अब भने चाहिँ गाउँ आइपुग्यो। मन्थली बजार आइपुग्यो। मन्थली बजारमा किनमेल। मन्थली बजारबाट हिँड्यो। हामी जाँदैछौँ रामेछाप गोकुलगङ्गा गाउँपालिका। गाउँ आयो साथीहरू। गाउँ आइपुग्यो। अब भने चाहिँ तयारी काममा हेल्पर गएर नि काम गर्दैछन्। यता हेरौँ त। हेलो काम दुईटै हेरौँ न। बाट आएको साथीहरू काममा लागिसकेको छन्। कोही यतै कलर लाउँदैछन्, कोही यता सबै बिहेको लागि तयारी हुँदैछ। ल हेर्नुहोस् मित्रहरू, यो चाहिँ हामी एक हप्ता काठमाडौँ बसेर आएको कमाल हो। एउटै रुमभित्र 2, 4, 6 7जना छौँ। त्यही पनि सबैले के गरिराख्नु भएको अरे। कलर लाउने तरिका अलिकति उठाउँ त यस्ता नभएर डन्डी लाएर यसरी शाबाश बेटा बहुत
आजको लागि ब्लग यति नै।